सबैजनालाई अर्कै ब्लगमा सम्पूर्ण साथीहरूलाई स्वागत छ है। आज चाहिँ आज भाइटिकाको दिनमा तपाईँहरूलाई हाम्रो घरको भाइटिका कसरी लगाइन्छ दिदीहरूबाट होइन, कसरी लगाउँछ हाम्रो सानो एउटा परम्परा अब हामीले जानेको त्यो लगाएको छ होइन। त्यो भिडियोहरू म तपाईँहरू सामु राख्नेछु। अब हेरेर कस्तो छ यसो गर्नु होला। तपाईँहरूतिर कसरी गर्छन् यसो कमेन्टमा लेख्नु होला होइन। हाम्रोतिर त यसरी गर्छ, तपाईँहरूतिर कसरी गर्छ होइन, आफ्नो तरिकाले गर्छन् गर्नु चाहिँ। तर अब जसरी नै भाइ टिका लाउने एउटा परम्परा हो। त्यो अब हाम्रो नेवार जाति त्यही त्यस्तै छ। कसैको छेत्री बाहुनको अलिकति फरक तरिकाले लाउँछ होइन, त्यस्तै यस्तै हुन्छ ल साथीहरूलाई, त्यो चाहिँ हेर्नु होला है। पान छुरिनु भने बिस्तारै गर भयो होला हैन। पहिला त यो उसहरूलाई पो पूजा गर्नुपर्ने तिमीहरूले। हातमा कानमा टाउकोमा यसो डल्न भन्नु। टाउकोबाट लगाइदियो अनि कानमा लगाइदियो अनि कुममा छु हातमा हो त्यसो गरेर रोक ल भयो। फेरि तिनचोटि गर। अब यो लजाजङ्गा त्यो पर्दैन। दुईटा घोडामा यस्तो सट्याक्क गरेर घोडामा दुईपट्टि छुनी, कुममा छुनी अनि टाउकोमा ढोक्ने, तिनचोटि गर्ने। पहिला घोडादेखि गर्ने के हो, त्यो यता हो त्यहाँ कुममा दुईपट्टि हो, अब टाउकोमा ढोक्ने। अब फेरि अर्कोचोटि हो त्यस्तो हो। फेरि हो ढोकेर अब लगाइदियो त्यहाँ। लगा 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 ल भयो ल। त्यो त गर एउटा गर्नु। यो चाहिँ यता पारेर यो पिठो धेरै गिलो भयो क्या हो। दिदी हिँडे खाइन दिदी अफिस ए एउटा टाउकोमा लगाइदे, एउटाले हो त्यसै पूजा गर, एउटाले यो ल्याए त्यसै गरेर हैन। त्यसै गरेर पहिला टाउकोबाट सुरु गर्न। त्यो बिग्रेला अलि उठेर मुठीमा गरेर त्यो टाउकोमा राख्न हो, तिनचोटि गरेर राख्ने। थोरै अघि जस्तै गरेर राख्ने के, अघि जस्तै गरेर थोरै राख। दिदी हट्नु त्यहाँ ऐनामा देखिरहेको तपाईँ। रेडी बनाइदिनु। यसबाट हाल्दा हुन्छ कि त्यो सबै मोबाइल
त्यसैबाट भिडियो बसेर फोटो भइहाल्छ नि अनि आइरन ठाडो छ किन क्यामेरा त्यसो गरे त्यसो गरे सानो ठुलोबाट कि सानोबाट पुरा हुन्छ भिडियो बनाउनु पर्दैन है फोटो खिच्नै बाँकी छ अझै मकै लगाइदियो त्यसो गरी भन्नु पर्दैन हजुर म यहाँनिर उ समाति राख्छु के भइहाल्यो कति के के भन्छ बाबाले भित्र त चम्चा भने के त्यही आइज है भाइहरू एउटा फोटो खिचौँ आइज पहिला यहाँ सबैजना खाना लाग्नु भइसक्यो भाइहरू कति कराको लिएन यो समाति एउटा मलाई लगाइदिए मलाई समाति छैन